आज हामी यो क्षेत्रकै एक प्रसिद्ध धार्मिक स्थल थानापति महादेव मन्दिरतर्फ जाँदैछौँ। हामीले यो यात्रा बिहानको 5:30 हाम्रो घरबाट सुरु गर्यौँ। ए तलबाट रोडै रोड तर पहिलाको पुरानो बाटो माथिबाट हो नि त। त्यहाँ त्रिशुल दिने ठाउँ पनि माथि नै हो। अरे एकचोटि सोधेर त हेर न। एकदम नाटक देखाउनुहुन्छ। आइज आज हामी होइन, हामी त्यता जाने हो अर्को बाटोमा। माथि मन्दिरमा पनि पाउँछ खोइ राख्छ भने के होला। त्यसो भए माथि नै फर्केर के जानु है? माथि जाने नि त। हुन्छ ल। अनि तपाईँ त बिहानै घाँस बोकेर ए हजुर हो। हजुर आमा त पहिला आइराख्नु हुन्थ्यो हाम्रोतिर। अनि अर्को तपाईँको त्यहाँ मिलाइदिनु ल। हस् त आमा, हामी बिस्तारै लाग्छौँ त है। हस् हस् हस्। हामी हिँड्नुपर्ने बाटो अहिले। तपाईँलाई झोला भारी भयो भने भन्नु ल। छैन भाउ। के हो नि तिम्रो हात मिलाउ। भर्खर उठायो क्या? भर्खर आँखा खोल्यो? कता डाँडातिर पानी चढ्न? तिम्रो घर यहाँ होइन? ए बाख्राको हो कि के हो? अनि यो बाघ हो क्या हो? यहाँ चाहिँ क्लियरली यो चाहिँ के भयो? मिठो हिँडेको छ। माथिदेखि हिँड्दै थियो। हेर्नु डेन्जर रहेछ हौ। अहिलेसम्म बाटो सिधा जस्तै थियो, हिँड्न खासै गाह्रो भएन। तर अबको बाटो चाहिँ ठाडो उकालो सुरु हुँदैछ। सोचेको आँटेको सबै काम शिथिल भयो हामी चाहिँ। शिथिल बहादुर भयो। हजुरको पसल राम्रो कुरो माग्नु पर्यो क्या। आजको हाम्रो प्लान मन्दिर दर्शन गरेर फर्किने थियो। तर मन्दिर दर्शन गरिसक्दा भर्खर बिहानको 10 बज्दै थियो। घर फर्किनको लागि प्रशस्त समय बाँकी थियो। त्यसैले हामीले अझै माथि डाँडातिर जाने निर्णय गर्यौँ। तर हामीलाई थाहा थिएन कि यति धेरै रमाइलो हुनेछ भनेर। हामी माथि डाँडातिर जाँदै गर्दा जङ्गलमा यही गाउँको पायरलाई भेट्यौँ। उनीहरूको जोस, जागर र फुर्तिलोपना देखेर मलाई पनि आफ्नो बाल्यकालको याद आयो। तेल पिउनु बाबु इल्ल खेप भाटा खेम आज जहिले क्लाङमा पनि जाने छिप्रै तलतिर जालै। बाबा के भन्छ बाबु यसलाई चाहिँ? भाटा तिम्रो जहिले खेल्छ कि कहिले गयो?
ओए लड्दै पर्छ जान ओए यो चाहिँ उड्ने रहेछ है ओए यो चिरे पनि ए कमल के फुल तिमी यसै त पाइदैन तिमी भए पुग्छ अरू कोही पनि चाहिँदैन साँचो माया हो झुटो कसम पनि खाइँदैन पछि लाइफ टाइम एकछिन लाइदैन कमल की फुल तिमी यसै त पाइदैन तिमी भए पुग्छ अरू कोही पनि चाहिँदैन साँचो माया हो झुटो कसम पनि खाइँदैन पछि लाइफ टाइम एकछिन लाइदैन अरूलाई छोडी अब मलाई माया गर अलि नजिक आउन कान्छी किन सरिरहेको पर ए साथमा छु म नमान डर हात छौँ एकचोटि तिमीलाई सिधै लिएर जान्छु घर तिमीलाई देखेपछि आँखा मेरो लट्ट कता हिँडो कान्छी तिमी परेर चट्ट तिम्रो लागि मेरो मनमा के माया छ त तिम्रो लागि मेरो मनमा के माया छ त थ्याङ्क यू घर मेरो रामेछाप 14 नम्बर ओडा बढी कुरो नगर बाइक खालस तैले खोटा 14 नम्बर ओडा भित्र फुलासी र बौद्ध छाडा कुरो नबोल बाइक जालस त जेलमा थिङ भाइले मान्छे मारे मुगलानको रेलमा मरेको मानिसलाई पठायो सूचना इमेलमा सूचना झुटो बनायो म क आमाले भनेको कुरा दिमागमा आयो जर लक कबाट खोली म नुहायो सर लक ए गाउँ मेरो रोका चन्दनिका हजुरबाको पपटी पन्दनिका थाइल्यान्डको माल खान्छु बनारसको पान खान्छु बेलायतको भात खान्छु हग्ना आउँछु काठमाडौँ बिहान पनि चुरोट बेलुका पनि चुरोट बाटो हिँड्दा चुरोट 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 खाजा खाने बेला पनि चाहिने चिया खाने बेला पनि चाहिने साथीभाइ भेट्दा त फोकोटमा पाइने चुरो मजाले खाइने जा 10 रुपियाँ पालो लिएर आएछ 3टा तले पनि एक गुटका दिउँला दुसु धुवा गोलो गोलो धुवा चुरोट त यता पनि पास गर्नु मुला धन्यवाद आजको भारी पुगेको छ कि के छ आज ठिक्क छ अनि जहिले यस्तै हो कि कहिलेकाहीँ मात्र हो तिमीहरूको आज स्कुल बिदा भयो हो के को बिदा थियो आज ए अहिले दिला र अहिले दिला र अमर दिल ए अहिले मिम खारम जिया बसिम मरे बाख्री अहिले उठ्न जाने प्ले अहिले सुहा तेल दाइज बाबु अहिले सुहा तेल दाइज के ताइब nggak punya bina ala dut anh punya ba अब यहाँ आई भन्थ्यो पछि नि त अहिले मिन्ती लाओ अब अहिले चाहिँ घ्याचे रम प्ले पो थियो आई चाहिँ रम आफै बा ए ल ल प्ले लियो ल संसारको जुनसुकै कुनामा गए पनि गाउँघरको टेस्ट गाउँघरको यस्तो मिठो कुराहरू चाहिँ सायदै पाउन गाह्रै छ र यहाँको पानी हावापानी होइन अनि आफ्नो एकदमै नजिक फिल हुन्छ नि त आफ्नो देश माटो हावापानी छुट्टै फिल गर्ने के अनि खाँदा छुट्टै मजा आउने हेलो रामिङ कस्तो मजाले हाँसेको पक्क उठे पनि कस्तो हाँसेको
हजुर भाइ भाइजे हो? भाइ हो कस्तो राम्रो बच्चा है मान्छे बिचार मजाले सुतिरहेको डिस्टर्ब भयो होला हौ। थियो खुसी हुनुहुन्छ उहाँबाट ऊ हामीलाई हेर्ने बित्तिकै हाँस्यो उठ्ने बित्तिकै हाँस्यो क्या चोइ पनि कराएन क्या रोएन गाउँघरको बच्चाहरूले यस्तो अर्ग्यानिक अगाडि बच्चा आजको दिन धेरै नै रमाइलो र पवित्र भयो। बिहान मन्दिरको दर्शन अनि दिउँसो गाउँका भाइहरूसँगको रमाइलो छेन, होटलको दाइको मिठो खाजा अनि साथमा आफ्नो प्यारो मान्छे। अस्ताउँदा घामको सुनौलो किरणसँगै हामी पनि आफ्नो घरतिर लाग्यौँ। दुध भातै गन्ध आइरहेछ। कस्तो राम्रो बच्चा हो तिमी। मेरो गोथु के गर्दै होला। यसको बच्चा हो के यो हेर्नु न यहाँ हो जस्तो लाग्यो यस्तै बच्चा जस्तो लाग्यो ल हेर ल जा तिमीहरू कोसिस बाई बाई है बिहान तिमीबाटै सुरु भएको थियो फेरि भेटौँ ल इन्डिङ कान्छा बाई बाई